हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। आज चाहिँ हामीले लोकल कुखुरा लोकल तरिकाले पकाउँदैछौँ। हाम्रो छामाले चाहिँ लोकल कुखुरा धेरै मरमसला नहालिकन सिम्पल तरिकाले पकाउनु भन्नुभएको थियो। त्यसैले हामीले चाहिँ तेल राख्यौँ, प्याज राख्यौँ र त्यसलाई ब्राउन हुनसम्म फ्राई गरिदियौँ। अनि हामीले बेसार राखेर त्यसमा चाहिँ हामी लोकल कुखुरालाई चाहिँ फ्राई गर्दैछौँ। त्यसलाई चाहिँ मजाले चलाउँदै ओल्दै पल्दै गऱ्यौँ। अनि त्यसपछि हामीले त्यसलाई स्वादअनुसारको नुन राखिदियौँ। त्यसलाई छोपेर त्यसमा आएको रसहरू त्यसलाई चाहिँ एकदम मजाले सुकाएर त्यसमा चाहिँ हामीले लहसुन अदुवाको पेस्ट राख्यौँ। अलिकति मात्र, धेरै नराख्ने भन्नुभएको थियो। अलिकति राखेर त्यसमा चाहिँ धुलो मरमसला राख्यौँ। अनि त्यसपछि त्यसलाई चाहिँ मजाले फ्राई गरेर फेरि टोमेटो राखिदियो। टोमेटोलाई छिटो गलाउन साइडमा राखेर छोपिदियो। अनि त्यसपछि हाम्रो फाइनल लुक्स यस्तो भयो र यसरी चाहिँ हामीले रेडी पार्यौँ। अनि थ्याङ्क यू सो मच यहाँसम्म हेरिदिनु भएकोमा।